हाम्रो त्यागलाई उहाँहरूले कमजोरीको रूपमा लिनुभयो र यो सहमतिलाई ब्रेक गर्नु। म आज अत्यन्तै मर्माहित भएको छु। यो अवस्था आउँछ भनेर मलाई लागेको थिएन। मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्षता पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ। सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नु। हामी एकता हुन खोज्दै पनि हामीलाई जबरजस्त बाहिरिनु पर्यो, बाहिर राखियो। अन्तिम दिनमा आएर एकतर्फी रूपमा उहाँहरूले यो सहमति भङ्ग भएको घोषणा गरिदिनु भयो। हामीले घोषणा गरेको थिएनौँ। आज हामी अन्तिम समयमा टुङ्ग्यौँ, अगाडि बढौँ भन्ने नै थियौँ र एकतर्फी रूपमा उहाँहरूले सहमति भङ्ग भएको मलाई जानकारी गर्नुभयो।